looks like this is the kitchen garden. Oh, आलुहरु रहेछ. There is anjana. Apple कस्तो मसिनोमा फुलेको. बोर्ड भनी यत्रो. पर्खाइ आउँदैछ. This is nursery, greenhouse. Blackbird. के छ यहाँ? कोपी हो. Cabbage. यो किचन गार्डन रहेछ कि त्यही भएर भेजिटेबलहरु, केल्स, स्वीट पिस, ग्रीन हाउस salad, lettuce. खै Lettuce. पालक. लट्टे साग पनि रहेछ नि रातो साग. यो के chives. Spring onion. No, leeks. हेर यो आफै यो लट्टे साग हो, रातो साग हो. हेर यहाँ हुँदै रहेछ मज्जा. खानुपर्छ होला लट्टे साग. यो लट्टे साग. तर यो चाहिँ इंग्लिश लट्टे साग. डेलिया हेर के मजा. सनफ्लावर. डेलिया, सनफ्लावर. सनफ्लावर. हो? यसरी लाउनु पर्छ होला हाम्रो पनि गएर. यसरी आउँदै रहेछ नि त. दामी. यो भेजिटेबल गार्डन रहेछ यहाँ. के अरे यो चाहिँ घरको किचन गार्डन हो र क्या तिनीहरुको. यो घरमा बस्ने सयपत्री फुल. पर्सी. त्यसरी आउँछ हाम्रो पनि. त्यो आउनु सक्छ. हेर सनफ्लावर कत्रो यो. द्याटमा सनफ्लावर दामी भएको रहेछ. पुरा गट्टाहरु निकै फुलेको रहेछ. देखो यार इंग्लैंड में. के अरे? इंग्लैंड में देखो. के हुँदैछ? लोगों ने क्या कमाल भेजिटेबल लगा. हेर न यो सनफ्लावर. सनफ्लावर कत्रो हेर. पुतली बसिरहेछ. Nice. And different colors. Little. यो चाहिँ साइजर हाउस अरे. 800 साल भन्दा ज्यादा ठुलो घर. अहिले चाहिँ यो इंग्ल्यान्डको नेशनल ट्रस्टले लिएर यो पब्लिकको लागि ओपन गरिदिएको छ. अनि यो चाहिँ ब्युटिफुल गार्डन, ग्रीन है, दामी बनाएर राखेको. मान्छेहरु यसरी हिँड्दै आउँदै मजाको छ. रुखहरु
के भन्छौ यो गार्डनको बारेमा? खोइ यस्तै जग्गामा बसेको हो के भन्नु अब यसलाई के राम्रो लागेन अन्त यस्तै जग्गामा बसे तापनि इट्स अपर्च्युनिटी ग्रेट। अनि यो सेडबाट गएर चाहिँ घरभित्र त अघि पस्यौँ हामी। अब चाहिँ हामी जाने हो पुरा होइन यहाँबाट घरको अगाडि यताबाट हो यताबाट Here we are. This is beautiful garden. Lovely day. It's north of England, and we came to visit this very old house, about 800-year old. It's called Sizer House, National Trust. Sizer. Look. Hello, pussycat. Hello. Dummy. That's the house. We went inside, and the house was beautiful. Pictures, paintings.